यहाँ फोटोसोटो खिचेर यहाँबाट लाग्यौँ। राम्रो दृश्य केटाहरू चढ्नु जाने दाजु इन्डियापट्टि हो। यहाँ चाहिँ इन्डिया दार्जिलिङ डिस्ट्रिक्ट पऱ्यो। सुकिया पशुपति त्यो चाहिँ नेपालपट्टि हो। अब हामी चाहिँ नेपालबाट पुग्नु अनि पशुपति हाम्रो चाहिँ नेपाल टुर हुने। अन्त हामी चाहिँ त्यसको अगाडि बढिरहेको छ। दिन चाहिँ एकदम धुम्म भइरहेको छ हो। अन्त अझ अगाडि चाहिँ रोड चाहिँ राम्रो देखेकै छैन। आज चाहिँ यो चाहिँ अब हामी तल पशुपति लाग्दै गरेको बाटो चाहिँ एकदम धुम्म भएर हेर्नु त्यो देखिरहेको छ। यहाँबाट 3 किलोमिटर छ धुम्म छ एकदम धुम्म। पानी पुरा परिरहेको छ। सिमसिम पर्छ घरि रहन्छ घरि पर्छ हो। यहाँनिर अब चढ्नु किनभने दाजुबाट आउनु आँट्यो हो। तपाईँलाई कस्तो लागिरहेछ गाडी कुदाउँदाखेरि? बाटो त केही देखेको छैन है। आमा बाटो चाहिँ एकदम अन्धकार अन्धकार बाटो चाहिँ तपाईँको एकदम धुम्म लागेर देखेकै छैन। 3 बजेको छ तर पनि धुम्मै छ। हेर्नुहोस् बाटो चाहिँ एकदम नदेख्ने रहेछ हो। गाडी दाजु कुदाइरहनु भएको छ। अलिकति पानी चाहिँ पुरै पर्यो गाडी चाहिँ। अहिले त अन्त पानी जोड आइरहेको छ। अगाडि केही देखेको छैन। अगाडि केही देखेको छैन हो। पानी पुरा यो स्मरणीय पलहरूलाई भिडियोमा निकाल्यो भने चाहिँ यादगार हुन्छ भनेर है। अब बाटो चाहिँ झन् के देख्नु पऱ्यो। सिमाना पुग्नु आँट्यो है। पानी जोड आइरहेको छ। आज चाहिँ अघि तल घाम लागेको थियो त्यसमा अलिक माथि धुम्म थियो। त्यहाँनिर फेरि सिमसिम पानी। अहिले त्यहाँ दर्के पानी आयो। जस्तो ब्रोहरूलाई भन्छ है जाडो जाडो हुन थाल्यो अब है। अगाडि केही देख्नु छैन। अगाडि केही अलिक अन्दाजमै हिँडाइ हुँदैछ हो। हाम्रो ड्राइभर बाउले सेलेक्सन मलाई त अडिसनमा सेलेक्सन गरेर ल्याएर दिएको छौँ। उहाँ चाहिँ अलिक ग्रेजुएट ड्राइभर होला सायद हो। अब चाहिँ हामी सिमाना आइपुग्यौँ। सिमाना भन्ने जग्गा अब यहाँ कति किलोमिटर बोर्डर छ? 3-4 किलोमिटर छ है। पशुपति भन्छ होइन त्यसलाई। पशुपति आइपुग्नु आँट्यो र धुम्म भएर केही देखेकै छैन क्या आज चाहिँ। अब त्यो ठिक होला नि। राम्रो बाटो देख्दैछ होला नि है। गाडी आउँदैछ दार्जिलिङ अलिक। अब चाहिँ नेपाल बोर्डर आइपुग्नु आँटेको। काँकरी भित्रबाट चाहिँ गएको थियो। यसपालि सुनौलीबाट पनि बोर्डर हेराइ भयो। आज चाहिँ पशुपतिबाट चाहिँ बोर्डर हेर्ने नेपालको। त्यसपछि चाहिँ हाम्रो भन्ज्याङबाट सिक्किमबाट हेर्ने इच्छा छ। एउटा घुम्दाखेरि अर्कै मजा आउँछ है। मौसम एकदम चिसो भइरहेको छ। 15 डिग्री सेल्सियस पुगेको छ जाडो। अब हामी चाहिँ पशुपति आइपुग्यो। यो चाहिँ इन्डियापट्टि दार्जिलिङ डिस्ट्रिक्ट अन्तर्गत पर्ने इन्डिया नेपालबाट सिमानामा हामी छिर्दैछौँ। इन्डियापट्टि हो। इन्डियापट्टि छिर्यो हामी। हामी नेपाल पशुपति अब नेपाल छिर्दै गरेको। यो चाहिँ इन्डियापट्टि हो। यो चाहिँ इन्डिया दार्जिलिङ डिस्ट्रिक्ट पऱ्यो। सुकिया पशुपति त्यो चाहिँ नेपालपट्टि हो। अहिले चाहिँ हामी इन्डियापट्टि छ। दार्जिलिङ डिस्ट्रिक्ट पशुपतिपट्टि इन्डियापट्टि हो। यो चाहिँ हामी नेपालपट्टि पस्यौँ। नेपाल हामी नेपालपट्टि पस्यौँ। नेपाल पशुपतिपट्टि यो नेपाल बोर्डर हो। यो नेपाल पशुपति यो चाहिँ नेपाल काँकरी भित्ता जस्तो। यो चाहिँ पशुपति हो। यहाँ चाहिँ पशुपति भन्छ। उता चाहिँ पानी ट्याङ्की र काँकरी भित्ता भन्छ है। र युपीबाट पनि सुनौली र बेलैया भन्छ। त्यो दार्जिलिङपट्टिबाट वेस्ट बेङ्गलपट्टिबाट। हामी सिधा चाहिँ पुरा पानी परिरहेको थियो।
3 बज्नु आँटेको छ अहिले। पानी पुरा परिरहेको छ अहिले। केटाहरू अहिले पर्मिट भन्सारहरू बनाउनु गएको छ गाडीको लागि। अहिले चाहिँ हामी नेपालपट्टि छ पशुपति घुम्नु आँटेको गाडीको पर्मिट बनाउनु छ। नेपाल पहुँच्यौँ। अझै पानी पुरा परिरहेको छ। देखिरहेको छ इन्डिया हो। इन्डिया केरपट्टि चाहिँ इन्डिया यता नेपाल। यहाँनिर पशुपति छिर्यो नेपालपट्टि छिर्यो। अन्त गाडीको चाहिँ कामहरू भइरहेछ है। गाडी पर्मिट बनाउनु लागि रुटिन दिनुको लागि भन्सारहरूको लागि। र नेपाल र इन्डियाको बोर्डर हो। यहाँबाट उताको इलाम डिस्ट्रिक्ट भेट्छ हो। यहाँबाट चाहिँ हामी कन्याम जाने। यो चाहिँ नेपाल भयो। नेपाल भयो उता पहाडी चाहिँ इन्डिया। अब चाहिँ हामी चाहिँ नेपालको पैसा साट्यो। इन्डियाको 5 यहाँ 8,000 हुन्छ। 8,000 दिनुभयो दाजुले। यहाँ पैसा साटेर चाहिँ अब अन्त जाडो हुँदै होला है साथीहरूलाई। जाडो हुँदैछ। यता पनि सबैजना पैसा नै कम्दैछ साट्नु लागि हो। हेन्सम टिक्दैछ नयाँ ज्याकेट किनेर चाहिँ ब्रदरलाई। यो चाहिँ इन्डियापट्टि पशुपति फाटा। यहाँ त पछि नै नेपाल पस्छौँ। यहाँ चाहिँ नेपालको नेपालपट्टि हो। यो चाहिँ नेपालको बोर्डर। नेपाल छिर्ने पशुपति नगर। आज चाहिँ पुरा पानी परिरहेछ। यहाँ गाडीको कामहरू भएको भइसकेको छैन। आएको छैन। 4 बज्नु आँटिसकिसक्यो। जाडो हुँदैछ। चिसो यहाँनिर सामानहरू पाइन्छ हो। अझै पर्खिरहेको छु। पानी पुरा परिरहेछ हो। भयो काम यसको काम भयो। अब यहाँबाट चाहिँ काठमाडौँ 640 किलोमिटर चाहिँ अब हामी नेपालमा नै होइन। यो अलि पनि गेट किन यहाँ बनाएको अन्त ठ्याक्कै त्यो घरको भित्र छ त कहाँ हुन्छ त इन्डियाबाट नेपालबाट। एयरमा कन्फ्युज नहुनुहोस्। अब हामी नेपालभित्र पसिसक्यौँ। अलिकति डकुमेन्टको कामहरू छ अझै है। भन्सार अफिस जाँदैछौँ। यो चाहिँ भन्सार अफिस यसो बनाउनु लागि अब चाहिँ फाइनल भएर अब हामी चाहिँ हिँड्दैछौँ है। अब नेपालतर्फ लाग्यौँ पशुपतिबाट। गाइस हेलो गाइस एन्ड भाइस हो। अनि साथीभाइहरू पुरा भिजेको छ। आज प्रेम दाजु पुरा खटे मेहनत गरेर कति 4 बजे नि आउँदा होइन नेपालतर्फ। अब आज बाटो देखेको छैन। यो इलाम डिस्ट्रिक्टबाट पर्छौँ हामी पशुपति नगर। गाडी केही देखेन। अगाडि गेट छ। अब चाहिँ लाग्यौँ हामी नेपालतर्फ बोर्डर छिरेर। प्रेम दाजु पुस्ता गाडी खाँदैको गाडी कुदाउनुहोस् सबैजना। अलिक पुस्ता गाडी किनेको मैले। यो चाहिँ नेपाल। हामी अर्को देशतर्फ लाग्यौँ। हिँड्दाखेरि तपाईँको बाटो एकदम पुरा पानी परेर धुम्दै धोएर कस्तो देखिरहेको छ। नेपालतर्फ पनि एकदम आज चाहिँ पानी पुरै भेटायो हामीले हो। गाडी चाहिँ नदेखेर कस्तो भइरहेको थियो। तर पनि अब हामी अलिक कागजले गर्दाखेरि भन्सारले गर्दा अलिक ढिलो भयो। अलिक प्रोसेसमा ढिलो भयो है। र हामी अझै अगाडि बढिरहेका छौँ। फ्लाइ छैन होला नि होइन। प्रेम दाजुको ड्राइभिङ ठिकै छ। अलि घुम्नुमा राम्रै गर्नुपर्ने हुन्छ है। यहाँ फिक्कल हो नि। फिक्कल 10 किलोमिटर। यो पशुपति नगर नेपाल पशुपति भिडियो हो। चिसो छ पशुपति बजार। यो चाहिँ पशुपति नगर नेपाल। चिसो छ हो। मान्छेहरूले आगोहरू तापिरहेको बेसी भयो पशुपति नगर। अब यहाँबाट 10 किलोमिटरबाट चाहिँ फिक्कल भेट्छ। नेपालमा फिक्कल भन्ने होला। काट्नु गइरहेछ गाडी रोकेर। एकदम चिसो छ।
यहाँनिर आगो टापिरहनु भएको छ। यस्तो धुम्म लागेर चिसो भइरहेको छ र चिसो भइरहेको छ। चिसो सक्यो चिसो त पुरा सबै काम भयो। भन्सारको सो भइसक्यो। साथीहरूलाई जाडो भइरहेको छ यहाँनिर सबैजना। अब अगाडि बढौँ है। अब नेपालतर्फ लाग्यौँ। नेपालको पनि बाटो त तपाईँको त्यस्तै उता इन्डिया दार्जिलिङपट्टि जस्तो छ हो। यो तपाईँको पशुपति कटेर ओह्रालो अलिकति ड्राइभिङ गर्दा चाहिँ अब पानी पर्दा धुम्म हुँदो रहेछ। र दाजु चाहिँ अब हाम्रो दाजु चाहिँ निकै राम्रोसँगले ड्राइभिङ गर्नु हुँदैछ। ध्यान चाहिँ रोडमा हुनु पऱ्यो। यहाँ पैसा हामी भिक्कल बजार पुग्दा सायद 8 किलोमिटर होला जस्तो लाग्यो। र मौसम त अलिकति बिग्रियो। पानी परेर त अलिकति बाटो बिग्रियो त। यात्रा माथि पनि तपाईँको हामीलाई पर्मिट बनाउँदा निकै टाइम लागेको थियो। झन्डै 1 घन्टा टाइमिङ खायो। अलिकति डकुमेन्टले अलिकति पारा नमिल्दाखेरि र ठिकै छ। तर पनि डकुमेन्ट अन्तिममा बन्यो दाजुहरूले र अलिकति झमेला पनि थियो। बाटो चाहिँ यात्राको सानो भिडियो बनाउँदाखेरि चाहिँ यो भिडियो क्लिपहरू लिएको है। अनि चाहिँ मजा आउँछ। यादगार पलहरू यही हो घुमेको त। साथीहरूलाई पनि अब निन्द्रा लाग्ला जस्तो लाग्दैछ मलाई हो। चिसो भएर सबैजना यसरी बोल्यो भने चाहिँ एकदम यो चाहिँ नेपाल इलाम कटेर नेपालमा अझै केटाहरू अलिक केटाहरू यो चाहिँ ओह्रालो छ दाजु। अलिकति क्लियर भयो यहाँनिर मौसम। र हामी कन्याम पुग्छौँ अहिले। फिकल पुस्तकारी खाँदै आज चाहिँ गाडीमा दाजुलाई पुस्तकारी दिउँ। जुन फुल किन्ने कन्यामा हुन्छ होला। जुन एकदम रमाइलो टुरिस्ट चाहिँ नेपालको। अब यहाँबाट फिक्कल चाहिँ 5 किलोमिटर दूर छ। र अहिले अलिकति दिन चाहिँ तपाईँको राम्रो हुन थाल्यो है। अन्त दिन अलिक राम्रो हुन थाल्यो। एकदम रमाइलो घमाइलो भइरहेको छ आज। मजा पनि आइरहेको छ है। चिया बगानहरू 4 किलोमिटर छ। र यो यस्तो यात्राहरू समयमा गर्ने हो। सधैँ भरि हुँदैन। र यो यादगार पर्वहरूलाई फिक्कलबाट 4 किलोमिटर छ। र यसको बिचमा सबैजना रमाइलो मजा लिइरहेछ। गाडी मजा लिइरहेको जाडो पनि जाडै छ। एकदम मजा क्या। ज्याकेट गाडीमा छ। लाउँछु म ज्याकेट दाजु। एकदम यो चाहिँ नेपाल हो। एकदम क्लियर भयो अहिले चाहिँ चिया बगान यो एकदम। अन्त यहाँनिर हामी केटाहरू आइफिन यहाँनिर केटाहरू यहाँनिर लु हामी फोटोहरू यहाँनिर। यहाँबाट 4 किलोमिटर छ। यहाँ चिया बगान फोटोहरू खिच्दै हो। मजा लिइरहेको छ। पानी परेर चिसो पनि भइरहेको छ। एकदम रमाइलो केटाहरू फोटोसोटो खिच्ने मजाको लाग्यो। केही भन्नु छ तपाईँको केही प्रेम दाजु? नेपालको अहिले चाहिँ अलिक अब जाडो भएर नि भिजेर यहाँ फोटोसोटो खिचेर यहाँबाट लाग्यौँ। राम्रो दृश्य केटाहरू चढ्नु थालेको त खिचिसक्यौँ यहाँनिर। यहाँबाट चाहिँ हामी लागेको फिक्कलतर्फ। अब अहिले चाहिँ दिन पनि क्लियर भयो तपाईँको। अघि पानी पुरा परिरहेको थियो। अब चाहिँ राम्रो सडकहरू पनि क्लियर देखिरहेको छ हो। अगाडि बढ्दैछौँ फोटोसोटो खिचेर। गाइजहरू राम्रै फोटो खिच्नु होला नि होइन। मजा आयो होला। त्यस्तो केही भएन। एकदम दामी। साइडसम्म चाहिँ कार्पेटिङ भएको रहेछ मजाको ठिकै। सिन्धुलीको बाटो जस्तो रहेछ तर सानो यो चाहिँ। अगाडि जाँदैछ। अगाडि बढ्दैछौँ हामी। यहाँबाट फिक्कल अब बरबोटे 1 किलोमिटर रहेछ। नेपालको जग्गा यस्तो छ है। नेपाल पनि सिक्किम जस्तै रहेछ भनौँ है। एकदम यो
रमाइलो गाउँ देखिरहेको थियो नेपालको। अब हामी कहाँ बस्ने आज? भोलि कन्याम घुम्ने एकदम बढिया, एकदम साफ सुथरा। बरबोटी आइपुग्यो, यो बरबोटीमा आइपुग्यो हामी। र बरबोटी हो यो चाहिँ। फिक्कल यहाँबाट 1 किलोमिटर रहेछ। फिक्कल बजार आइपुग्यौँ। फिक्कल बजारमा चिया खाने, फिक्कल बजार आइपुग्यो केटाहरू। अब चिया खाने अरे केटाहरू। यो चाहिँ फिक्कल बजार। फिक्कल बजारमा आइपुगेको हामी। दिन पर्दैछ आज, दिन पनि पानी परेर लास हुँदैछ। यो चाहिँ फिक्कल बजार, नेपालको फिक्कल बजार। टाढो निकै छ श्रेयन्तको तर्फ। पारी देखेको डाँडा कता हो? त्यता डाँडापट्टि जानुपर्ने हामी। अहिले खिचेको फोटो बाइक मेरो बाइक हटार त 8 लाख हुँदै थियो। यहाँबाट दाहिने लाग्यो भने हामी इलाम कन्याम पुग्छौँ र बायाँ ओह्रालो लाग्यो भने चाहिँ श्रीअन्तु भन्ने जग्गा। श्रीअन्तु 14 किलोमिटर यहाँबाट लागिरहन्छ। श्रीअन्तु त्यहीँ बस्ने ओह्रालो है। कता कता रब्रो भन्ने थियो नि। हामी श्रीअन्तुतर्फ लाग्दै गरेको है। 14 किलोमिटर चाहिँ यहाँबाट। जाडो एकदम दार्जिलिङको चाहिँ एकदम मजाको देखिरहेछ। कस्तो मजाको हरिया रहेछ नि हो। यहाँ नि यता फोटो खिच्छ दाजु। नेपाल पसेको केही दृश्यहरू भिडियोमा ल्याउन चाहेको छु मैले। अनि हाम्रो साथीभाइहरूलाई पनि यसो रमाइलो दृश्य। दाजुले त अगाडि नै हेर्नुपर्ने हुन्छ, प्रेम दाजुले। हामी चाहिँ यता रमाइलो गर्दै है। बाटो सानो छ तर एकदम रमाइलो देखिरहेको। चिया बगान नेपालको। यो चाहिँ प्राइभेट हो चिया बगान। आइपुग्यो यसो चियाहरू खान रोकेको। अझै पानी पर्दैछ हो मजाको जग्गाहरू होइन। त्यहाँ चिया खान रोकेको होटलमा होइन। त्यहाँदेखि एकदम पानी परिरहेछ अहिले चाहिँ। अब यहाँबाट चाहिँ कति किलोमिटर छ? 8 किलोमिटर। अब 8 किलोमिटर छ हामी जाने जग्गा। 8 किलोमिटर अझै मजै पानी परिरहेछ है। अब यहाँ चाहिँ रोकेको पानी परेर अलिक बिजोक भयो अरे यो खाइरहेर। ए ब्ल्याक टी खानु हुँदैछ। मोमो पर्खिरहेछ है यहाँनिर। चार्ज भएन है। यो बहिनीले मोमो रेडी गर्नुहुँदैछ। तपाईँ मोमो रेडी भयो। पानी चाहिँ एकदम परिरहेको छ। पानी चाहिँ परेको भनेको छ। बाहिर दार्जिलिङदेखि पानी भेटाएको हामीले। पानी चाहिँ पुरा पर्यो। माथि यहाँ चिया बगानहरू रहेछ मजाको। प्राइभेट चिया बगानहरू छ यहाँ चाहिँ। यो चाहिँ चेकपोस्ट रहेछ सिद्धि खोला भनेर नेपालको इलाम डिस्ट्रिक्ट। अब यहाँ श्रीअन्तु चाहिँ 12 किलोमिटर टाढो रहेछ यहाँबाट। मोमो खानु रिमाउनुको लागि हो हामी हो। ए यहाँबाट चिया खाजाहरू खाएर मोमो खाएर हामी चाहिँ निस्केको। अब यहाँ अब दिन अलिक क्लियर भयो। कति बजी? 5 बजे नै है। हामीले चाहिँ यहाँनिर यसो खाजाहरू खायौँ, मोमोहरू खायौँ। र नगरपालिका पर्दो रहेछ यो इलाम डिस्ट्रिक्टको। यहाँ निकै क्लियर भयो दिनहरू चाहिँ। चिया बगानहरू प्राइभेट चिया बगानहरू रहेछ। मोमोहरू चियाहरू खाएर अब उकालोतर्फ लाग्दैछौँ। साथीहरू नखेकौँ ल यसो उकालो लाग्दैछ। के अरे जग्गा सिद्धि खोलाबाट। ल यहाँनिर कोही आफ्नै धुनमा हिँडिरहेका छन्। यता यो चाहिँ अब बाटोहरू हेर्दा चाहिँ हाम्रो सिक्किमको जस्तै है। र यो चाहिँ अब हामी उकालो लाग्दै गएको दृश्य है। अब चाहिँ हामी 5 बजी बेसी भइसक्यो। अब पानी रह्यो होइन।
यस्तै दृश्यहरू छ है। यो अब कन्याम नआएको दाजु चाहिँ आज श्रीहन्तुमा जाने है। अब यहाँ चाहिँ 8-9 किलोमिटर जस्तो लाग्यो। हेर्नुहोस् एकदम राम्रो दृश्य, एउटा हाम्रो सिक्किमको जस्तो देखिरहेछ है। तर यहाँ चाहिँ तपाईँको टी गार्डनहरू चाहिँ नेपालको यो जग्गामा चाहिँ प्राइभेट हुँदो रहेछ। जस्तो उता हाम्रो अदुवाहरू कुच्चोहरू बेच्छ जस्तो क्या हो, यो प्राइभेट अलैँचीहरू बेचेको जस्तो प्राइभेट गर्दो रहेछ उहाँहरूले। तर मौसम चाहिँ एकदम क्लियर है, अहिले क्लियर भयो। अघिसम्म दार्जिलिङसम्म चाहिँ माथि बोर्डरसम्म चाहिँ क्लियर थिएन, अलिअलि क्लियर हुन थाल्यो। र आज हाम्रो ड्राइभिङ सिटमा हाम्रो दाजु प्रेम दाजु, एकदम उहाँको चाहिँ ड्राइभिङ पुरै मन पर्यो मलाई। उहाँ एकदम सोच समझदारले गाडी कुदाउनु हुँदो रहेछ। र मसँग आज यो लङ ड्राइभमा चाहिँ हाम्रो पहिलो यात्रा दाजुको ड्राइभिङ। उहाँले राम्रो एकदम राम्रो सोचेर समझदार गाडी कुदाउनु हुँदो रहेछ, खुसी लाग्यो। यति राम्रो यस्तो लामो ड्राइभिङ होइन। र के भन्छ यसलाई, कुहिरोको बिचमा एकदम राम्रो देखिरहेको छ। र यस्तै दृश्यको बिचमा नेपाल साँच्चै नै एउटा प्रकृतिले दिएको है गिफ्ट भनौँ यसलाई छ। नेपालमा पनि तपाईँको पहाड तराई सबै आज गइरहेको छ हामी उकालो। अझै तपाईँको 6 बजिसकेको छ है, एकदम रमाइलो भइरहेको छ। यता नेटवर्क भेट्दो रहेछ यो डाँडामा, उता चाहिँ इन्डिया रहेछ है, दार्जिलिङ डिस्ट्रिक्ट। जग्गा एकदम दामी छ, मिरिक है त्यो जग्गा चाहिँ। दार्जिलिङ डिस्ट्रिक्टै पर्छ मिरिक पनि, दार्जिलिङ लोकसभा कन्स्टिट्युन्सी दार्जिलिङ डिस्ट्रिक्ट। यो चाहिँ हामी नेपाल। नेपालको श्रीहन्तु भन्ने जग्गा। बत्ती बलिरहेको हामी श्रीहन्तु आइपुगे है। एकदम दामी मजा है आजको नेपाल बसेको हामी। यो छुट्टै मजा आउँदो रहेछ। घरिघरि यता तपाईँको इन्डियाको नेटवर्क जियोहरू एउटा पनि पक्रिँदो रहेछ श्रीहन्तु भन्ने जग्गामा होइन। तर एकदम मजाको रमाइलो दिँदैछ। अन्तमा करिबन 6 बजे हामी श्रीहन्तुको साइपो कटेज पुग्यौँ। यो कटेज चाहिँ साथीले पहिल्यै यो कटेज होमस्टे पहिला साथीले बुक गरिदिएको थियो है। अब आज यहाँको पोखरी हेर्ने बेलुकाको, अनि भोलि श्रीहन्तु डाँडा हेरेर कटेजतर्फ लाग्नेछौँ। हामी चाहिँ आज पशुपति भएर बरबोटे फिक्कल सिद्धिखोला हुँदै श्रीहन्तु आइपुग्यौँ। यहाँ चाहिँ चिया बगान हेर्नु मजा आउने रहेछ है। होमस्टेहरू पनि निकै चल्दो रहेछ। यहाँनिर मानिसहरूले होमस्टेको व्यवसाय राम्रो गर्दो रहेछन् यो श्रीहन्तु भन्ने जग्गामा। र यहाँको एउटा चर्चित जग्गा चाहिँ कन्याम पनि भनिन्छ है। यो थियो पहिलो दिनको यात्राको दोस्रो पार्टको भिडियो। तपाईँहरूले हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। यसरी माया दिनुहुने म अर्को भिडियो लिएर आउनेछु। यसरी सपोर्ट गरिदिनुहोस् होला भनी निवेदन गर्न चाहन्छु। धन्यवाद हजुरहरूलाई।